ए उस्तै राम्री काखैमा लिम झाइ भो, काखैमा लिम झाइ भो, सुनकै हात्ती उपहार दिम झाइ भो, माया झल्को राखे हुन्छ मायाले बाँधी, मायाले बाँधी, खोज्ने छैन धन दौलत सुन चाँदी, माया जाल बुन्छु माया जाल बुन्छु म झिमझिम सानो नझिम्क्याउ परेली भुतुकै हुन्छु म। दर्शक महानुभावहरू, यसै सुमधुर भाकामा पछिल्लो समय लोकदोरी क्षेत्रका उत्कृष्ट दोहोरी कलाकार चिज गुरुङ र रेखा पोखरेलले लालटिन रोधीघरको आँगनीलाई बेजोडसित तताइरहेका छन्। आदरणीय दर्शक, चिज र रेखा बीच के कस्ता माया प्रेम अनि ठट्टा मजाक साटासाट हुँदैछन् त। आउनुहोस् हामी पनि यहाँहरूलाई सिधै लिएर जाँदैछौँ यिनै चर्चित कलाकारको साथ मनोरञ्जन गर्न यसै लालटिन रोधीघरको आँगनतर्फ। कलाकारको विशेष सम्मान स्वरूप भिडियोलाई भने अवश्य पनि अन्त्यसम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला। निकै जोसिलो पारामा दोहोरीमा अघि बढ्दै रेखा पोखरेल यसरी म कन्ने छु तिमी नि कुमार गफ गाफ गरौँ एकैछिन घुमार भनिदिँदा निकै बेसरी लजाउँदै चिज गुरुङ आफ्नो पालोमा बाउले बुहारी खोजेकै पाउने हो, अर्को साल त छोरछोरी पाउने हो के मात्र भनेका थिए, लाजले मुखै छोप्नु पर्ने भो कठै रेखालाई। साँच्चै बच्चा जन्माउने हो त तिमी गोता जाला कि म गोता भनिदिएपछि अप्ठ्यारो मान्दै बोले चिज गुरुङ फेरि। नानीसँगै कटौला जुनियो छोरछोरीको ना कस्तो हुने हो चिजको यस्तो जवाफले बेसरी हाँस्दै रेखा पोखरेलले भाका मारिनु सै गरी। छोरी जन्मे मैतिरै छोला कि उता गए नाक ठुलो होला कि भन्न नपाउँदै जवाफ मार्न खप्पिस चिज गुरुङ के तल पर्थे र मारे निकै कडक जवाफ। छोरो जन्मे काखैमा खेला र तिम्रो नाक झैँ बनाउँछु तेल्ला र भनेपछि हाँसो थाम्नै सकिनन् रेखाले कठै। गयो नजर तिमीमै ठोकिन मायाको भेल थाल्यो नि पोखिन, रेखाबाट झरेको मायालु जवाफले बेसरी छोयो फेरि पनि चिजलाई उसै गरी। उस्तै राम्री काखैमा लिम्झै भो, सुनकै हात्ती उपहार दिम्झै भो के मात्र भनेका थिए। खुसीले गदगद हुँदै रेखा बढिन आफ्नो पालोमा यसरी। राखे हुन्छ मायाले बाँधी, खोज्ने छैन धन दौलत सुन चाँदी, रेखाले यस्तो जवाबबाट मन जित्ने कोसिस गर्दै गर्दा चिजले बोले तुरुन्तै। कल्पनामा चरी झैँ उडियो भिरको फुल्नी चटक्कै चुडियो भन्न नपाउँदै प्वाक्कै जवाफ मारिहालिन् रेखाले उसै गरी। सफल भयो चुन्नलाई भिरको फुल, अब सजाई बनाइदेऊ शिरको फुल भनिदिएपछि पटक्कै चुप बस्नै सकेनन् यता चिज गुरुङ। छुट्टै माया चुडेको फुलैमा चढाइदिन्छु गुरुङको कुलैमा के मात्र भन्न भ्याए, खुसीले सीमा नाग्यो रेखा पोखरेलको झनै। जता बाटो भाग्यले लाउने गुरुङ गाउँमा जाने भए म बाउने भन्दा नभन्दै निकै सुमधुर भाकामा जमेको औधी रमाइलो दोहोरी दर्शक श्रोताको हेर्ने धित नमेटिँदै दुवै कलाकारले दोहोरीमा बिट मार्छन्। हाम्रो पनि उच्च सम्मान छ लालटिन रोधीघर अनि तपाईँ हाम्रै प्रिय दोहोरी कलाकार चिज गुरुङ र रेखा पोखरेल प्रति। हवस् त आदरणीय दर्शक, आजको यो भिडियो यहाँलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। मन परेमा यस च्यानलसँग जोडिन समेत आग्रह गर्दै यहाँहरूकै सुख दुःखको साथी म दिपेन्द्र घिमिरे आजको यो प्रेमिल अनि रमाइलो बसाइबाट उजेल परे। हवस् त, नमस्ते, नमस्कार।